हाम्रो वहाँ धेरै छ, यहाँ थोरै छ। यहाँ चिसो अक्सिजनले गर्दा हामी हारेको, नत्र हामी हार्ने मान्छे। पानको पात माया तिमीलाई सम्झन्छु दिनको। मेरो गाडी हिलादिया बरफ खत्तम छ। हेलो, गुड मर्निङ, नमस्ते, स्वागत छ हजुरलाई हाम्रो युट्युब च्यानलमा। आज हामी नेपालको अर्घाखाँची भन्ने जिल्लामा आइसकेका छौँ। आज हाम्रो नाइट स्टे यही नै भयो है। अनि अहिले हामी यो पोखरा थोक भन्ने ठाउँमा छौँ। अर्घाखाँचीको यो ठाउँ एकदमै रमणीय र राम्रो छ। र यो ठाउँको विशेषता भनेको एकदमै मौसम र वातावरण एकदमै अनुकूल छ। बस्नलाई एकदमै राम्रो ठाउँ यो है। अनि यहाँ प्रायः जस्तो सुन्तला खेती एकदमै राम्रो हुँदो रहेछ। कमसेकम पनि यहाँको व्यावसायिक खेती नै सुन्तला खेती रहेछ। त्यो भएको हुनाले हामी हिजो रातिको नाइट स्टे यहीँ नै भयो। आज हाम्रो अलिक ब्याडमिन्टनको रमाइलो गेम पनि छ। त्यो भएको हुनाले हामी हिजो हिँड्यौँ। अब यो हाम्रो सुन्तला खेती है, यहाँ कस्तो राम्रो मिलाएर लगाएको हुन्छ। यहाँ पुरै सुन्तला। यहाँ हाम्रो साथी पनि हुनुहुन्छ। के छ कि रे? ठिकै छ एकदम एकदम ठिक छ नि। कस्तो भयो हिजो? गुड मर्निङ कस्तो भयो? बोबाल आजको दिन बोबाल छ। कति रमाइलो हुन्छ नि हिजो आउँदा? हिजोको धेरै नै अब मामा भान्जोसँग आइयो, मजाको रमाइलो छ। कतिखेर जाने हो? अबको आधी घन्टामा हामी अब कभरहरूतिर पुग्छौँ। गेम छ नि आज? हजुर गेम छ, अब के हुन्छ। जोसँग राम्रो छ? एकदम कस्तो लाग्यो ठाउँ? ठाउँ त एकदम रमाइलो आजको दिनमा। ओहो अब तिहार पनि आउँदैछ होइन, अनि यतिको चाहिँ अब हुनपर्छ। हामी बसेको कुन घरमा नि? हामी बसाइ चाहिँ यता बसाएको त्यहाँ। अब हामी घरतिर लाग्छौँ है। ल घरतिर लाग्यो ल। अब हामी नाइट स्टे हाम्रो दाइको घरमा जहाँ हामी हिजो बसेको त्यहाँ जाँदैछौँ। ए बुवा नमस्ते। हाम्रो यहाँ दाइको बुवा हुनुहुन्छ। उहाँ एकदमै मिजासिलो मान्छे, एकदमै राम्रो व्यवहार भएको मान्छे हुनुहुन्छ उहाँ। हामी हिजो यहीँ नै बस्यौँ। यो हामी हिजो बसेको घर है, एकदमै राम्रो ठाउँ। यहाँको खाना एकदमै राम्रो है। यहाँको दुध घिउ खाना, यहाँको पानी नै मिठो, त्यही भएर खाना सबै मिठो हुन्छ। कस्तो खाना कस्तो भयो त नि? एकदम खाना दुईटा हातले अनि यो पुरै सुन्तला खेती जो क्या होइन? मजाको छ सुन्तला चाहिँ। उता पारिपट्टि मन्दिर पनि रहेछ। त्यो मन्दिरबाट बिहान भजन सुनेर डाँडामा मजाले सुन्न पाइँदो रहेछ। एकदमै राम्रो भयो, दिनै फ्रेस। बिहानको सुरुवातै भजनबाट सुरु भएछ। के चाहियो र उहाँले के मारेछ? श्रीराम जननी जन्मभूमि स्वर्गदेव। अलिक पढ्न अलि कम भयो यो संस्कृतिमा, त्यो पनि ठिकै छ। र हाम्रोसँग हाम्रो पार्टनरहरू भित्र हुनुहुन्छ। उहाँलाई पनि एकचोटि बोलाउँ। के छ कसो छ? ओहो के छ दाइ? केही छैन ल। के छ, कस्तो लाग्यो? राम्रो एकदम। बाटो कतिको अप्ठ्यारो भयो त नि राति? होइन बाटो राम्रो, राति भएर बाटो थाहा लागेन। फर्किँदा थाहा लाग्छ बाटो कस्तो छ। यहाँको वातावरण कस्तो लाग्यो? एकदम खाना र हरियाली, खान बस्न हाम्रो लजभन्दा कम छैन यहाँ बन्दोबस्त सिद्धान्तको। यहाँको पानी खाना कस्तो लाग्यो? पानी त के हो, मासु त अर्ग्यानिक। अनि कहिले फर्किने त नि हजुर? एक हप्ता लाग्छ। अब हामी जहाँ खेल्न जाने हो त्यहाँ निस्किन लागिसकेका छौँ। हाम्रो बाइकहरू यहाँ मजाले राखेको थियौँ।
भरत दाइ म आउँदैछु हजुर हिँड्ने हो म बस होइन हजुर ए हाम्रो साथी दाईहरू दुखिनुहुन्छ कि भनेर यहाँ स्पेसल कुरेर बसेको छ यो स्कुल कति छ मलाई जय दुर्गा माता अनि यो स्कुल हो यहाँको स्कुलको नाम दाइ यो हरिद्वार श्री हरियो संस्कृत नमुना विद्यालय यो चाहिँ स्कुल यो स्कुल छ हाम्रो यहाँ 12सम्म स्कुल छ शङ्कर मामा पढ्दै रहेछ अब कहाँ हो हाम्रो दाइ बुवा अङ्कलहरू हल्का अलिकति यहाँ बाटोमा आयो बचाउन सक्छ पल्टिन्छ ठाउँ चाहिँ फेरि राम्रो छ यहाँ यता हो बाटो बन्दैछ क्या बिचमा बाटो बन्दैरहेको छ तर बन्द गरेको बाटो पनि बिच हुन्छ तर पुरानो त्यति बेला एकदमै अनुरोध चालक मात्रै आउनु होला होइन भने म जस्तो पछाडि बस्नु होला ओके दाइ सकिन्छ अब पाहाडको बाटो उकालो ओह्रालो भइहाल्छ त्यो सबै सामान्य कुरा हो होइन त्यसमा हामी आश्चर्यचकित हुनुपर्ने कुरा केही पनि छैन हामी लगभग हिजो खाना खाएको ठाउँमा आउन लागिसकियो हाम्रो यहाँको प्रहरी चौकी कहाँनिर डाँडामा प्रहरी चौकी डाँडा पर्छ यो बाटो कार्यक्रम चलिरहेको विकास क्रमहरू पाहाडतिर अझै पनि छ अङ्कल नमस्ते यहाँको बजार हो है यो हरिहर शिक्षा क्याम्पस कतिसम्म होला यो क्याम्पस यो ब्याचलर छ क्या यो ब्याचलरसम्म यहाँ हो तलसम्म तलै जाने कि बाइक यहीँ राख यो हलको नाम नै पोखरा तक ब्याडमिन्टन क्लबको होला होइन यो आजको बिहान 10 बजीतिर हाम्रो गेम परिरहेको थियो गेम चाहिँ हामी गाडुलेली भयो है अब हाम्रो पार्टनरहरू एउटा पार्टनर उहाँ हुनुहुन्छ उहाँ हाम्रो सिनियर दाई नेपाल प्रहरीमा कार्यरत अहिले कस्तो छ पुरा जोस आएर के छ जितिन्छ नि प्राइज चाहिँ लानुपर्छ प्राइज जापानी आएर हाम्रो गाडुलेली भएको यहाँ हुनुहुन्छ के छ गाडुलेली अब बाणगङ्गा हाम्रो ट्रेनिङ सेन्टरको अब सबै चिज अब गाडीलाली भइसक्यो एउटा हुनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो इज्जत बचाउनको लागि अन्त फर्स्ट प्राइज लानु भन्ने थियो के अरे सबै दामादोल भयो ल हाम्रो बाणगङ्गाका होनहार खेलाडी हुन् क्या के गर्ने अब लड्डु भयो गेम आएर पनि आजको हाम्रो नास्ता यो अर्ग्यानिक चना है यहाँको अन्डा लोकल त होइन यो यहाँको पोखरा तकको हाम्रो नास्ता हो मिठो होला जस्तो छ है आजको यो हाम्रो खानेकुरा यही आजको ल हाम्रा होनहार व्यक्तित्व अग्रज समाजसेवी
भरत राणाज्यू पनि आज हारिसक्नु भएको छ के छ कस्तो अनुभव भयो थियो अनुभव धेरै राम्रो भएछ यहाँ हारेको कारण हामी अक्सिजन कम भएर हाम्रो वहाँ धेरै छ यहाँ थोरै छ यहाँ चिसो अक्सिजनले गर्दा हामी हारेको नत्र हामी हार्ने मान्छे हैन के भन्न चाहन्छु उहाँ होनार हुनुहुन्छ नि उहाँलाई के भन्नुहुन्छ दुई चारवटा सल्लाह उहाँले शट हान्नु भयो त अक्सिजनले गर्दा तल गयो थियो सडी के अब तो सच बोल दे भोसडी के नत्र माथिबाट जाने शट गर्थ्यो हार्नु भयो कस्तो गरे अक्सिजन कमीले गर्दाखेरि अब अक्सिजन बढी हुन्थ्यो नि माथि माथि जान्थ्यो त्यो तलबाट गएर नेटमा लाग्यो के अरे बस कर भाइ पुरै नेटमा लाग्यो अनि हार्नु भयो अलिकति अक्सिजन हाल्दिने भने त्यहाँ त्यो बल माथि गएर गड्थ्यो जित्थ्यो अनि तपाईहरुको हाम्रो पनि त्यो अक्सिजन कमी त हो अरु के छ त यार अक्सिजन कमी सब अक्सिजन कमी हो यहाँ छाला खुल्दैछ अक्सिजन कमी के छ खाजा नास्ताको व्यवस्था छ अन्डा त्यो चना बन्दैछ त्यससँग एक कुन्टल बियर हाल्नु पर्छ अब हाम्रो आजको अब थकित भइसकेपछि रमाइलो गरी बाटतिर लाग्यौँ अब हामी यो हाम्रो सबै गेमको लागि गेममा हारेका साथीहरू अब यहाँ रुममा बसेर एकछिन रमाइलो गर्छन् अब कहाँ हुनुहुन्छ के छ मित्रहरू कहाँ हुनुहुन्छ तपाईँहरू मित्रहरू हाम्रो यहाँ हुनुहुन्छ यहाँ अलिकति के हुन्छ तपाईँ सानोको अनुभव सेयर गर्नुहोस् केही हुँदैन डोजर हेरेर कहाँ कहाँ पुग्नुभयो तपाईँ डोजर काण्डमा पर्नु भएको नि कहिले अब हामी जहाँ हाम्रो गन्तव्य थियो र हाम्रो घर थियो त्यसको सेन्ट्रल ठाउँ खुर्साने भन्ने ठाउँमा आइसकेका छौँ डुङ्ग्रे खोला खुर्साने डुङ्ग्रे खोला अब यहाँ खासा हल्का खाएर अब यहाँ अलिकति रमाइलो गरेर सबै साथीहरू दाइहरू रमाइलो गर्दै रमाउँदै गिराउँदै हाँस्दै इन्जोय गर्दै मौसमको इन्जोय गर्दै सँगै घर जान्छौँ अब हामी मुटु चुने जुम्लेको हावाले माया उडामाले मुटु चुने आज एउटा गीत अरे ल तपाईँले जाने गीत सुन्दर राई एउटा दोहोरी एउटा टुक्का कुनै पानको पात ल पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सलाला माया तिमीलाई पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्सँदी सलाला टुक्का हान्यो दाइ एउटा टुक्का हान्यो आउने के हारियो यार क्वार्टरमा सबै खाना खानु चाहिँ रमाइलो अरू ठिकै हराउनु भयो हामीलाई कति मजा होइन त्यहाँ कुची पारे भन्नुहुन्छ त म त यता फर्केर सुधै बुढा दुईटा बुढा कुरा गरेको हाँसेर सुत्दै सुत्दा नि त यसो सुत्नुपर्ने सुन्नु त बोले नि बाबु हाँसेको सुन्दर बुढाको कुरा गर्यो नि हाँसेको होसै गरेर त्यो हुतिएर
हिसाब आउनु पर्ने सुन्दर रमाइलो त भयो नि माछा खाना खाने हामी तल होटलमा गरेको भए यस्तो सुकुटे पनि पाइन्छ यस्तो राम्रो थियो मलाई त त्यो कस्तो आँट्ने कि म ढिला भयो तँकै खानाकै मैले तल भनेको भए दामी हुने रहेछ क्या सुकुटी एकदम स्पेसल ल्याएको हो त्यसको डराउँछ साला भन्नु न के छ दाइ ठिक छ यो घाम कस्तो मजाको घाम डुब्यो है यस्तो मजाले घाम डुब्यो हाम्रो सुन्दर बहुत जस्तो लाउँछ मामाको चाक पनि थियो त्यस कारणले गर्दाखेरि मलाई सुन्दरसँग अब यहाँ हाम्रो उत्कृष्ट कलाकारहरू हुनुहुन्छ भरत राणाज्यू, शङ्कर थापाज्यू र सुन्दर पराज्यू। यहाँले आफ्नो प्रस्तुति राख्न चाहनुहुन्छ उहाँ श्रीराम गौतमज्यू। अब उहाँले प्रस्तुति राख्नुहुन्छ एउटा गाना छ 16 वर्षे उमेरैमा मै पनि झुल्के हुँदो अहिले पो बुढो भएर उमेरैमा मै पनि झुल्के हुँदो अहिले पो बुढो भएर आजको हाम्रो खानपिन यही सकियो। आजको हाम्रो माथिबाट गेम सेम खेलेर आएर खानापिना नास्ता साँझको फर्किने क्रममा खानापिना नास्ता पनि भइसक्यो। अब यहाँबाट अब घर निस्केको अब हामी अब 1 घन्टामा घर पुग्छौँ होला। अब आजको लागि बाइ बाइ, गुड नाइट। हाम्रो ब्लग इन्डिङ भयो। बाइ बाइ, गुड नाइट।